म डुबे भने तपाईहरु यही भिडियो हेरेर बचाउन आउनु होला। हेलो सबैलाई नमस्कार। आज चाहिँ शनिबारको दिन हामी होलिडे मनाउन दाइ र म यसो पौडी खेल्न जान लाग्छौं। कहाँ जान लाग्छौं त्यो भिडियो हेरेर थाहा पाउनु हुनेछ। अहिले चाहिँ लाग्यौँ है त। बाइ। हेलो गाइस, फाइनली हामी गिरीघाट आइपुगेका छौँ। यहाँदेखि अब 10-15 मिनट हैन उत्तर पैदल हिँडेपछि चाहिँ हामी पौडी खेल्ने ठाउँमा पुग्छौँ। लगभग 18-19 वर्षपछि पौडी खेल्न जाँदैछु है। जानेछु कि बिर्सिसके। म डुबे भने तपाईहरु यही भिडियो हेरेर बचाउन आउनु होला। ल सागर दाइ पनि खासै जान्दैन अरे। म त जान्दैन पौडी खेल्न। मलाई बचाउने कोही छन् कि छैनन् हेर। दुवैजना मोटा मोटा छौँ। बाटो अप्ठ्यारो छ। कसरी जानुहुन्छ दाइ हेर। जान सक्नुहुन्छ दाइ? बाटो त थाहा छ। त्यही त जङ्गल हिँड्नु भएको दाइ यार। बाघ आयो भने। फाइनली हामी चाहिँ हैन लगभग मोटरसाइकलदेखि बाटोदेखि 20 मिनट पैदल हिँडेपछि चाहिँ पौडी खेल्ने ठाउँमा आइपुगेछौँ। यहाँ चाहिँ एकदम भिड छ है। आउँदा आउँदै पसिनामा चाहिँ पौडी नखेलौँ ज्वरो आउला भनेर चाहिँ एकछिन बसिरहेको छौँ। सक्नुहुन्छ यहाँ सागर दाइलाई गर्मी भएर मस्त बसिसक्नु भएको छ। ट्याक्क यता लगभग छाती आउने जति गहिरो रहेछ। यता माथि चाहिँ एकदम रमाइलो छ। हामी अहिले छिर्छौँ पानीभित्र है। पानीभित्र रमाइलो गर्नै आएको हो।